आदरणीय मूर्धन्य व्यक्तित्वज्यूहरू, भारतीय भाषा परिषदका निर्देशकज्यू, नेपाल भारत जनसांस्कृतिक मंच र भारतीय भाषा साहित्य परिषदका पदाधिकारीज्यूहरू र सम्पूर्ण साहित्य प्रेमी महानुभावहरू, आदरणीय महिला तथा सज्जनवृन्द, सबैमा हार्दिक अभिवादन। आजको यस 5औं भारतीय अन्तर्राष्ट्रिय भारत नेपाल साहित्यिक सम्मेलन कार्यक्रममा प्रमुख अतिथिको रूपमा मलाई आमन्त्रण गरेर यहाँहरूसँग चिर परिचित हुने र आफ्ना विचार व्यक्त गर्ने अवसर दिनुभएकोमा आयोजकप्रति एकदमै धन्यवाद दिन चाहन्छु र यस सवालमा म अत्यन्त खुसी पनि छु। र आजको यस महत्त्वपूर्ण कार्यक्रममा विभिन्न नेपाल र भारतका विभिन्न क्षेत्रबाट र भारतका अन्य क्षेत्रहरूबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई यस कलकत्ता नगरीमा मेरो तर्फबाट पनि एकदम हार्दिक स्वागत गर्न चाहन्छु। विशेष गरी नेपाली भाषा साहित्य र संस्कृतिको सौन्दर्यलाई यहाँ उजागर गर्ने एउटा महत्त्वपूर्ण फोरमको रूपमा यो कार्यक्रम हुनेछ भन्ने पनि अपेक्षा गरेको छु। विशेष गरी प्रवासमा रही नेपाली भाषा साहित्य कला संस्कृति र इतिहासको संरक्षण र सम्वर्धनमा भारत नेपाल जनसांस्कृतिक मंच कलकत्ताले पुर्याएको योगदान विगतदेखि प्रशंसनीय छ र नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट यस योगदानको उच्च मूल्याङ्कन गर्छु र कार्यक्रमको पूर्ण सफलताको कामना पनि गर्न चाहन्छु। भारतीय भूमिमा रहेका प्रवासी नेपाली सम्बद्ध संस्थाहरूले एउटा यो साहित्यिक कार्यक्रम मात्र होइन, यस किसिमका विभिन्न किसिमका कार्यक्रमहरू मार्फत नेपालको मौलिक पहिचानलाई दिगो राख्ने, स्थिर बनाउने र यसलाई प्रचार प्रसार गर्ने सवालमा धेरै कामहरू गर्नुभएको छ। विशेष गरी मानव सेवा, शिक्षा, स्वास्थ्य, व्यापार, कूटनीतिक सम्बन्ध विस्तार र सम्बन्धलाई सुदृढीकरण गर्ने सवालमा उहाँहरूको विशेष भूमिका रहेको कुरा म स्मरण गर्न चाहन्छु। यो म सबै नेपाली भाषा साहित्य कला र संस्कृति आदिलाई भारत र विश्वभर प्रवर्धन गर्न पक्कै पनि मद्दत गर्नेछ। विशेष गरी नेपाली प्रवासी समुदायका लागि यस्ता कार्यक्रमहरूले आफ्नो भाषा संस्कृति र पहिचानलाई जोगाउने सवालमा कोसे ढुङ्गाको रूपमा काम गर्नेछ। नेपाल भारत सम्बन्ध हजारौं वर्ष पुरानो छ, जसले साझा संस्कृति, भाषा, धर्म र साहित्यिक इतिहास बोकेको छ। संस्कृत, नेपाली, मैथिली, भोजपुरी, अवधी भाषामा सिद्धित साहित्यले साझा सभ्यता निर्माणमा विशेष योगदान पुर्याएको छ। आदिकवि भानुभक्त आचार्यदेखि लिएर आधुनिक नेपाली र हिन्दी साहित्यकारहरूले एक अर्काको कृतिलाई समृद्ध बनाएको हाम्रो इतिहास छ। साहित्यकारहरू बीचको आपसी संवादलाई निरन्तरता दिने, नयाँ पुस्ताका लेखकहरूलाई प्रेरणा जगाउने र भाषा र संस्कृतिको प्रवर्धन गर्ने सवालमा पनि यो कार्यक्रम, यो सङ्गम प्रभावकारी हुनेछ भन्ने विश्वास लिएको छु। यस्ता कार्यक्रमहरूले फरक फरक पृष्ठभूमिका साहित्यकार तथा सर्जकहरूलाई एकै ठाउँमा ल्याउने, विचार आदान प्रदान गर्ने र नवीन दृष्टिकोणलाई प्रस्फुटन गराउने अवसर प्रदान गर्नेछ र साझा साहित्यिक पहलहरूले नेपाल भारत सम्बन्धलाई थप प्रगाढ र थप उचाइमा पुर्याउने कुरामा सहयोग पुर्याउने पनि विश्वास लिएको छु। समकालीन विश्वको सूचना प्रविधिको विकास र विशेष गरी पछिल्लोचोटिको आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा भएको तीव्र विकासले साहित्य सिर्जनामा विशेष किसिमका मौलिक चुनौतीहरू थपेको छ। साहित्यकारज्यूहरूलाई मेरो विनम्र अनुरोध के छ भने यस किसिमका चुनौती, विशेष गरी कथा कवितादेखि कुनै पनि विधाका साहित्यको सिर्जना क्षणभरमा गर्छ त्यस्तो किसिमको प्रविधिले। यसले गर्दाखेरि हामी सर्जकहरूलाई अब एउटा ठुलो चुनौती थपेको छ। यस्ता किसिमका चुनौतीहरूलाई हामीले कसरी कमी गर्दै जाने, कसरी यसलाई चाहिँ काउन्टर दिने भन्ने सवालमा पनि हाम्रो यो छलफल र हाम्रो यो साहित्यिक कार्यक्रमले एक किसिमको यस विषयमा पनि बहस गरोस् भन्ने कुरा मैले अनुरोध गर्न चाहन्छु। र विशेष गरी यस प्रकार चुनौतीहरूलाई सामना गर्ने सवालमा पनि तपाईहरू जहिले पनि यसलाई चाहिँ कसरी हामीले चाहिँ हाम्रो यो वास्तवमा चाहिँ अन्तर्राष्ट्रिय रूपमा आएका यस्ता किसिमका प्रविधिसँग हाम्रो चुनौतीलाई सामना गर्ने र यसलाई चाहिँ काउन्टर गर्ने हाम्रो क्षमता नभए पनि हाम्रो तर्फबाट यो कुन चाहिँ सिर्जना हाम्रो ओरिजिनल हाम्रो चाहिँ क्षमताबाट भएको र कुन सिर्जनाहरू चाहिँ यसरी चाहिँ आर्टिफिसियली आएका हुन् भन्ने कुराहरूको पहिचान गरेर यसलाई चाहिँ हामीले चाहिँ समयमै डिमार्केसन गर्न सक्यौँ भने हाम्रो अस्तित्वको पनि अनुभूति हुनेछ। र यस कार्यक्रममा प्रस्तुत हुने विशेष गरी बौद्ध दर्शनमा आधारित
अवधारणापत्र चर्चा, भारत र नेपालका विभिन्न साहित्यिक संरचनाहरूको चर्चा, नेपाल भारतको साहित्यिक र संस्कृति, धार्मिक, पर्यटन र दुई देशबीच दिगो सम्बन्ध विषय विभिन्न किसिमका कार्यपत्र र विविध सांस्कृतिक कार्यक्रमले हाम्रो भावनात्मक र व्यावहारिक सम्बन्धलाई थप उचाइमा पुर्याउने आधार बन्नेछन् र यसमा यहाँहरूको कार्यपत्रहरू र अवधारणापत्रले पनि विशेष भूमिका खेल्नेछ भन्ने मैले अपेक्षा गरेको छु। र अन्तमा विशेष गरी नेपाल भारत साहित्यिक सहकार्यलाई थप मजबुत बनाउन हामीले विभिन्न भाषामा सृजित कृतिहरूको समयानुकूल रूपमा अनुवाद गर्ने, यसमा सहकार्य गर्ने, सम्मेलनहरू गर्ने, कार्यशाला गर्ने, पुस्तकहरू विमोचन गर्ने जस्ता गतिविधिहरूलाई को माध्यमबाट थप विस्तार र प्रवर्धन गर्न सकिने सम्भावनालाई ध्यानमा दिँदै अब आगामी दिनहरू अब यस किसिमका कार्यक्रमहरूले निरन्तरता होस् भन्ने कुरामा म अपेक्षा गर्छु र कार्यक्रम सफल बनाउन र देश विदेशका विभिन्न हाम्रा अतिथिहरूलाई यहाँ भित्राउन लामो समयदेखि यसमा तल्लीन रहनुभएका, अग्रसर रहनुभएका यस कार्यमञ्चका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई पनि म आयोजकहरूले गर्नुभएको प्रयासको लागि पनि मेरो तर्फबाट व्यक्तिगत रूपमा धन्यवाद दिन्छु र कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु र बिदा हुन्छु। धन्यवाद।